वर्ल्ड कप 2027 को लागि नेपाल भनौं न अहिले डेन्जर जोनमा छ है। क्वालिफाई गर्नलाई चाहिँ एकदम डेन्जर जोनमा छ। त्यो चाहिँ किनभने नेपाल अहिले पोइन्ट्स टेबलमा हामी हेर्ने हो भने 7औं नम्बरमा छ र यहाँबाट पनि म भन्न सक्छु तपाईहरुलाई मजाले चाहिँ नेपाल कुनै पनि त्यस्तो उ छैन क्वालिफाई गर्न सक्छ। तर डेन्जर जोनमा किन छ भने नम्बर 7 मा छ। 8 वटा टिम मध्ये 7 नम्बरमा छ नेपाल पोइन्ट्स टेबलमा र यसमा नेपाल चाहिँ मजाले जान सक्छ। म तपाईहरुले भन्छु किन तपाईहरुले यदि पोइन्ट्स टेबल पनि हेर्नुभयो भने नेपालले धेरै कम म्याचेसहरु खेल्नेको छ। इभन अहिले 2025 मा एउटा पनि म्याच खेलेको छैन। सो यो चाहिँ के छ भने नेपालको लागि प्लस पोइन्ट भएको छ र अरु म्याचहरु अरु टिमहरु हेर्नुभयो भने 19 वटा तपाईको 20 वटा 19 वटा 16 वटा 14 वटा 20 वटा सम्म गेमहरु खेलिसकेका छन्। तर नेपाल मात्र 12 वटा गेम खेलेको छ जसले गर्दा चाहिँ नेपालको चान्सेस धेरै छ क्वालिफाई हुनलाई। र स्टुअर्ट लर्ड त यही काम गर्न त आउनु भएको छ। उहाँको काम नै यही छ कि अब बाँकी म्याचहरुमा नेपाललाई कसरी पोइन्ट्स दिलाउनु हुन्छ, उहाँले कसरी चाहिँ प्लेसमेन्ट गर्नुहुन्छ, कसरी टिममा चाहिँ एउटा भनौं न तिनीहरुको प्लेयरहरुको पोजिसन बनाउनु हुन्छ, त्यो चाहिँ महत्व गर्छ। किनभने क्वालिटी त छ तर मिस म्याच जुन छ नेपालको टिममा त्यो चाहिँ सच्याउनु पर्ने देखिन्छ। यदि तपाईहरु टिम टपमा हेर्नुभयो भने नेदरल्यान्ड रहेको छ। नेदरल्यान्ड तपाईहरुले थाहा होला धेरै वर्ल्ड कप क्वालिफाई पनि गरिसकेको छ। एउटा राम्रो टिम हो, त्यसको त स्थान बन्छ यसमा पक्कै। उसले चाहिँ 26 पोइन्ट 19 म्याचमा 26 पोइन्टले 1 नम्बरमा छ भने युएसए पनि 16 म्याच मात्र खेलेर 22 पोइन्ट छ। यसको पोजिसन पनि धेरै नै राम्रो रहेको छ। क्यानाडा चाहिँ हाम्रो 3 नम्बरमा छ। ओमान 4 नम्बरमा छ। स्कटल्यान्ड 14 नम्बर के रे 5 नम्बरमा छ। नेमिबिया 6 नम्बर र नेपाल 7 नम्बर। हिजोको अस्तिको म्याच हारेर अहिले चाहिँ 8औं नम्बरमा आएको छ। सो युएई भन्दा हाम्रो पोजिसन राम्रो छ। सो अब बाँकीको म्याच यदि हाम्रो अहिलेको तुलनामा हेरौं भने पनि 10-12 वटा म्याच बाँकी छ र 10-12 वटामा 8-9 वटा पनि म्याच हामीले जित्यो भने 8 वटा म्याच जित्यो भने पनि हाम्रो एकदमै चान्स धेरै हुन्छ 2 नम्बर 3 नम्बर पोजिसनमा आउनलाई। र कुनै पनि यसमा गाह्रो मैले देखेको छैन है। कुनै पनि गाह्रो 1 नम्बर पनि जान सक्छ। इभन सबै म्याच जित्दै गयो भने तर त्यो चाहिँ अलिकति भनौं न सम्म जस्तो छैन। किनभने म्याच सबै फ्लोमै जित्न त अलिकति गाह्रो होला। तर 2-3 नम्बरमा पोजिसन बनाउन कुनै पनि नेपाललाई गाह्रो छैन। क्वालिफाई मजाले गर्न सक्छ यदि बाँकीको म्याचहरु मजाले खेल्यो भने। सो डेन्जर जोनमा मैले किन भने 7 नम्बरमा त छ, 7-8 नम्बरमा त तलमाथि भइराछ। बट डेन्जर जोन त डेन्जर जोनमै छ। सबै म्याचहरु आएर भने अगाडि बढ्न सक्दैन। नेपाललाई डेन्जर जोनमा किन छ भने अब बाँकी म्याचहरु फ्युचरका म्याचहरु सबै जित्नु पर्छ 2027 को वर्ल्ड कप क्वालिफाई गर्नलाई, 2027 को वर्ल्ड कप म्याच खेल्नलाई। सो तपाईहरु आई होप कि तपाईहरु बुझिसक्नु भयो होला मैले के भन्न खोजेको। सो यसमा चाहिँ तपाईहरु मजाले बुझ्न सक्नुहुन्छ। नेपाल चाहिँ क्वालिफाई गर्न कुनै पनि गाह्रो छैन तर म्याचेसहरु अब फ्युचरमा जित्नु पर्ने। तर यसमा धेरै टिमहरु छन् जुन धेरै म्याचहरु हारिसकेका छन्। त्यो भन्दा हामी मजाले अगाडि बढेर 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बरमा पोजिसन बनाउन सक्छौं। 3 नम्बरसम्म पनि गयो भने हामी मजाले क्वालिफाई गर्न सक्छौं। सो यो चाहिँ नेपालको लागि इम्पोर्टेन्ट छ र स्टुअर्ट लर्डको लागि र हाम्रो नेपाली टिमको लागि पनि अगाडिको म्याचहरु च्यालेन्जेस र एकदम इम्पोर्टेन्टहरु रहेका छन्। सो लगभग आजको लागि यस भिडियोमा यति नै। आई होप कि हजुरहरुले यो कुराहरु बुझिसक्नु भयो होला। आजको यो चाहिँ स्पेशल भिडियो चाहिँ पोइन्ट्स टेबल आईसीसी क्रिकेट लीग 2 को चाहिँ पोइन्ट्स टेबल सम्बन्धी रहेको थियो। सो लगभग आजको लागि यस भिडियोमा यति नै। आगामी दिनमा पनि आउने भिडियोहरु नछुटाउनु हाम्रो च्यानल सब्स्क्राइब गरेर हामी सँगै बस्नु होला। सो आज भिडियो यही नै अन्त गर्न चाहे। हस्त धन्यवाद। जय नेपाल। हजुरको दिन शुभ रहोस्।